संविधानको धारा 147 ले अनुसूचीमा राखेको सेना र हतियार अनुगमन सम्बन्धी सम्झौताको 4.1.3 ले के भन्छ भन्दा शिविरमा बसेका माओवादी लडाकुहरू हृदयपूर्वक दर्ता भएपछि सम्भावित समायोजनका लागि विभिन्न सुरक्षा निकायमा हुने सम्भावित समायोजनका लागि मापदण्ड पूरा गरेको खण्डमा न्यूनतम योग्यता पुगेको ठहरिनेछ भन्छ। सम्भावित समायोजन भनेको टुङ्गो गर्नुपर्ने कति संख्या समायोजन हुने हो, कति पुनर्स्थापन हुने हो। सुरक्षा निकायहरूमा भनेको छ कुन कुन सुरक्षा निकायमा जाने हो, टुङ्गो गर्नुपर्ने। स्तरीय मापदण्ड स्थापित मापदण्ड पूरा गरेर त्यो मापदण्ड भन्दा बाहिर जाने कुरा भएन। अब माओवादी मापदण्ड पूरा गर्ने कुरा पनि नै भन्छ अनि त्यस पछाडि हाम्रो आफ्नै किसिमको र्याङ्क छ, त्यही अनुसारको र्याङ्क चाहिन्छ भनेर भन्छ। त्यो कसरी सम्भव हो त? हामी काङ्ग्रेससँग नमिला होइन, संविधानमा लेखिया कुरासँग उहाँहरूको कुरा बाजा छ। संविधानमा लेख्या भन्दा बाहिर गएर अहिले सहमति खोज्नु भने शान्ति प्रक्रिया पुरा नगर्ने कुरा हो। अहिलेसम्म भएका सहमति सम्झौता संविधानलाई लिएर अगाडि बढ्ने हो भने शान्ति प्रक्रिया अगाडि बढाउने कुरा हो। काङ्ग्रेसले नयाँ केही कुरा सारेको छैन। काङ्ग्रेस के भन्दैछ त कि अहिलेसम्मको सहमतिबाट जाउँ, संविधानले जे रेखा छ त्यसबाट जाउँ। काङ्ग्रेसले अस्ति नै पनि मैले भने फेरि दोहोऱ्याएर भन्न चाहन्छु 10 बुँदा मध्ये 7 वटा बुँदा शान्ति प्रक्रियासँग जोडिएको थिए। सबै बुँदा कुनै पनि एउटा यस्तो बुँदा छैन जसमा प्रचण्डले पहिले हस्ताक्षर नगर्नुहोस्। काङ्ग्रेसले सारेको पहिलो बुँदा सुपरिवेशन आदिको कुरा संविधानको धारा 146 ले भने हो। काङ्ग्रेसले वाइसिएल को अर्धसैनिक संरचना भङ्ग गर्ने कुरा गरेको छ, त्यो 2062 असार 11 गतेको सहमतिबाट। काङ्ग्रेसले पालुङटारमा गएका मानिसहरू स्वेच्छाले शिविरबाट बिदा हुनुपर्छ भनेको छ 2065 असार 11 गते। दोहोरो जिम्मेवारी हुन्न, राजनीतिक सैनिक जिम्मेवारी मात्रै एउटा जिम्मेवारी छान्नुपर्छ, त्यो छान्ने अवसर दिइन्छ भनेको छ। 3 वर्ष अगाडि दुईटा जिम्मेवारी हुन्न भनेको छ। अब माओवादी पार्टीको पनि सदस्य हुने, माओवादी पार्टीको पनि नेता हुने अनि समायोजन र पुनर्स्थापनको बाटोमा जाने यो त संविधानले दिँदैन, अहिलेसम्म सहमतिले दिँदैन, विशेष समितिको कार्यादेशले दिँदैन। हतियार बुझाउने कुरा 2062 असार 11 गतेकै सहमतिमा पहिलो बुँदा के दोस्रो बुँदामा छ यो शान्ति प्रक्रिया कुरा। दोस्रोको पहिलो बुँदा 2.1 मा लेखा छ 6 महिनाभित्र समायोजन र पुनर्स्थापन काम पुरा गर्ने, हतियारको व्यवस्थापन गर्ने। त्यो पनि काङ्ग्रेसले नयाँ कुरा उठाएको होइन। कब्जा गरेको सम्पत्ति फिर्ता गर्नु पर्यो भने काङ्ग्रेसले नयाँ उठाएन। 2063 चैत्र 16 गते प्रचण्डजीले हस्ताक्षर गर्नुभएको छ। त्यस पछाडि फेरि 2065 असार 11 गते हस्ताक्षर गर्नुभयो। त्यसै प्रधानमन्त्री हुँदाखेरि संसदमा भन्नुभयो म फिर्ता गर्छु भने त्यसपछि समिति बन्यो। र काङ्ग्रेसले एउटा कुरा देखाउनुहोस् कि शान्ति प्रक्रियामा हिजोका सहमति छोडेर नयाँ बाटो खोजौँ, नयाँ सहमति गरौँ। हिजोका सहमति काम लाग्दैन, काङ्ग्रेसले कहीँ पनि भनेको छैन। हिजोको सहमतिभन्दा बाहिरको एउटा कुरा पनि काङ्ग्रेसले उठाएको छैन। हिजोको सहमतिभन्दा बाहिर जाने कुरा एउटा पनि काङ्ग्रेसले गरेको छैन। विशेष समितिको बैठक 3 हप्तादेखि ठिकसँग चलाएको छैन, केही निर्णय हुन सकेको छैन। कसो कारणले? माओवादी साथीहरू कि त आउनुहुन्न, आउनुभयो भने केही पनि निर्णय नगर्ने भन्नुहुन्छ, या त किन अघिल्लो दिन भएको निर्णय भोलिपल्ट उल्टाउनु पर्यो भन्नुहुन्छ। त्यो शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने कुरा हो त। अर्को सबैभन्दा प्रमुख कुरा, माओवादी पार्टीले आजसम्म हिंसा परित्याग गरेको कहीँ पढ्नु भएको छ? माओवादी पार्टीले हिंसा परित्याग गरेको छैन। कुनै आजसम्मको निर्णय देखाउनुहोस् मलाई जहाँ माओवादीले हिंसा परित्याग गरेको होस्। माओवादीले अहिलेसम्म पनि रणनीतिक रूपमा राज्य सत्ता कब्जा गर्ने कुरा परित्याग गरेका छन्। अहिले पनि राज्य सत्ता कब्जा गर्ने उहाँहरूको आधिकारिक औपचारिक लाइन हो। भने जुन पार्टी राज्य सत्ता कब्जा गर्ने कुरा गर्छ, राज्य सत्ता कब्जा गर्ने हाम्रो मूल नियत हो भन्छ, यो क्रान्तिको उद्देश्य त्यही हो। त्यो उद्देश्य पुरा गर्नका लागि हामी सरकारमा जाने, बाहिर बस्ने सबै गर्छौँ भन्छ। अनि हिंसा परित्याग गर्न तयार हुँदैन। इतिहासको विभिन्न कालखण्डमा हिंसा अपरिहार्य छ भनेर भन्छ। त्यो पार्टीले शान्ति प्रक्रिया अगाडि बढाएकै शान्ति प्रक्रिया पछाडि धकेल्न खोज्छ। हामीहरू के भनिरहेका छौँ भन्दा 6 महिनामा गर्ने भनेको काम समायोजन र पुनर्स्थापनको काम अगाडि बढाउँ। समायोजन र पुनर्स्थापन जस्तो हामी उल्टिन नसक्ने चरणमा शान्ति प्रक्रिया पुग्नुपर्छ भन्छु। म फेरि दोहोऱ्याएर भन्न चाहन्छु, उल्टिन नसक्ने चरणमा शान्ति प्रक्रिया पुग्नुपर्छ भन्छु। उल्टिन नसक्ने चरण भनेको माओवादी पार्टीको
आदेशबाट लडाकुहरू परिचालित हुनु भएन। किनभने माओवादी पार्टीको मानिस, पार्टीको कार्यकर्तालाई समाजमा पुनर्स्थापन गर्ने भनेको छैन। राजनीति गर्ने मान्छे राजनीति गर्न जाने भनेको छ। त्यही हो सहमति 2065 असार 11 को, त्यही हो विशेष समितिको कार्यादेश, त्यही हो प्रचण्डजी प्रधानमन्त्री हुँदाखेरि मन्त्री परिषदले पारित गरेको विशेष समितिको कार्यादेश। त्यसैले माओवादी पार्टीको आदेशमा सञ्चालित हुने अवस्था लडाकु हुनु भएन। लडाकुको हतियारसम्म पहुँच हुनु भएन। शान्तिमा जाने भन्ने अनि त्यसरी हतियार चाहिँ चाहिन्छ भन्ने, शान्तिमा जाने भन्ने अनि हतियार चाहिँ हामी बुझाउँदैनौँ भन्ने, शान्तिमा जाने भन्ने अनि हतियार चाहिँ आवश्यक छ भन्ने, शान्तिमा जाने भन्ने अनि हिंसा चाहिँ परित्याग गर्दैन भन्ने। अनि त्यो शान्तिमा जाने बाटो कि नजाने बाटो। तेस्रो कुरा, शिविरहरू खाली हुनुपर्छ। यो संविधानको धारा 146ले संक्रमणकालीन व्यवस्था भनेको छ। संक्रमणकालीन व्यवस्था भने अन्तरिम संविधान रहँदा पनि यो चिज सकिसकेको हुन्छ। विशेष समितिको व्यवस्था नै संक्रमणकालीन व्यवस्था हो। त्यो काम 6 महिनामा सक्छौँ भन्ने दलहरूको बिचको सहमति हो। त्यो सकेपछि अगाडि जाने कुरा हो। बाँकी त्यो काम पुरा नगर्ने, संक्रमणकालीन काम पुरा नगर्ने अनि अगाडि संविधान लेख्ने काम कसरी अगाडि बढ्न सक्छ र? अझ सैद्धान्तिक आधारबाट भन्नुहुन्छ भने हतियारको छायामा, हिंसाको छायामा एउटा पार्टी आफ्नो बेग्लै सेना, आफ्नो बेग्लै हतियार बोकेर लेखिने संविधान लोकतान्त्रिक हुन सक्छ? हामीहरू फगत यति भएका छौँ, सबै पार्टीहरू एउटै धरातलमा उभिनु पर्यो। कुनै पार्टी माथि, कुनै पार्टी तल, कुनै नेपाली जनता माथि, कुनै नेपाली जनता तल हुँदैन। सबै नेपाली जनता बराबर हुनुपर्छ। सबै राजनीतिक पार्टीहरू जनतासँग जाँदाखेरि एउटै धरातलमा उभिएर जान सक्नु पर्यो। आफ्ना कुरा जनतासँग राख्ने, अर्कोलाई नतर्साउने, नधम्काउने, नकुट्ने, नखेद्ने र जनतासँग आफ्नो कुरा गर्ने, जनताको मन जित्ने काम गर्ने। अनि एउटा धरातलमा हरेक नेपाली जनता बराबर छ। हरेक राजनीतिक पार्टीहरू के जनतासँग जाने कुराका लागि बराबर छन्। जनताको मन जसले बढी जित्छ त्यसले बढी मत पाउँछ, त्यसले सरकार बनाउँछ, त्यसले अरू जिम्मेवारी लिन्छ भन्ने मान्यतालाई अगाडि सार्छ। लोकतान्त्रिक पद्धतिमा कोरियाको जस्तो, उत्तर कोरियाको जस्तो एउटा भ्यानगार्ड पार्टी अनि त्यसका अरू सबै के अरे उपग्रह पार्टी हुँदैन। क्युबाको जस्तो एउटा पार्टी कम्युनिस्ट पार्टी, अरू बाँकी उपग्रहको पार्टी हुँदैन। त्यसैले पार्टीहरू, सबै पार्टीहरू बराबरीको हैसियतमा, कुनै पनि पार्टीको अर्को पार्टी उपग्रह नहुने किसिमको राजनीति, लोकतान्त्रिक राजनीति मैले अगाडि बढ्दैन भन्दैन। मैले के भने माओवादी हिंसा परित्याग गर्ने हो। माओवादी शान्ति प्रक्रिया, समाजमा पुनर्स्थापनको प्रक्रिया उल्टिन नसक्ने बिन्दुमा शान्ति प्रक्रिया लिएर जाने तयार हो भने, जुन माओवादीले अस्ति पनि त्यही भने हो, शान्ति प्रक्रियाका मूलभूत कामहरू 3 महिनाभित्र सकिन्छ भने हस्ताक्षर गर्दाखेरि त्यही भने हो। त्यो काम पुरा गर्यो भने हामी सबैको भलो हुन्छ, माओवादी पार्टीको पनि भलो हुन्छ, सम्पूर्ण नेपाली जनताको भलो हुन्छ, संविधान लेख्ने कुरा सहज हुन्छ। त्यो भएन भने मैले अहिले त्यो त्यतातिर गर्ने कुरै भयो।